यो सरकार बन्यो, जुन सरकारको अहिले प्रतिनिधित्व गरेर म यहाँहरूको अगाडि उपस्थित भएको छु। यो सरकारले एउटा चाहिँ लक्ष्य लिएर हिँडेको थियो। 21 फागुनमा निर्वाचन सम्पन्न गराउने। यहाँहरू सबैप्रति म आभार व्यक्त गर्न चाहन्छु, जुन प्रकृतिबाट शान्तिपूर्वक र अहिलेसम्म मैले पाएको जानकारीमा यति सुरक्षित रूपमा, यति शान्तिपूर्वक सायदै चुनाव भएको थियो भनेर भनेको छु। यहाँहरू सबै वास्तवमा यहाँहरूको प्रतिबद्धताको कारणले गर्दाखेरि आगामी दिनहरूमा पुरानो सोचलाई परिवर्तन गरेर नयाँ सोचका साथ र यो हाम्रो जुन लक्ष्य प्राप्तिमा हिँडिराखेका छौँ त्यसको निमित्त कानुन निर्माणको लागि र मैले त अब धेरै मन्त्रालयहरूको जिम्मेवारी लिए पनि मेरो प्रमुख जिम्मेवारी कानुन रहेको कारणले गर्दाखेरि अघि आदरणीय मेरो मित्र कृष्णमान प्रधानले पनि भन्नुभयो र उहाँको बारेमा एउटा कुरा मैले भन्नै पर्छ। जब जब देशलाई आवश्यक परेको हुन्छ कानुन निर्माणको र जहाँ जहाँ त्यसको आवश्यकता महसुस भएको हुन्छ, कृष्णमानजी त्यहाँ वास्तवमा कृष्णजीको रूपमै चाहिँ उपस्थित भइराख्नु भएको हुन्छ। उहाँले मैले उहाँसँग पहिलोपटक सहकार्य गरेको 2047को संविधान बन्नुभन्दा पहिले, त्यसको लागि तयारी गर्दाखेरि, त्यसपछि संविधान अनुरूप कानुनहरू निर्माण गर्दाखेरि, त्यसपछि अन्तरिम संविधान पछि 72 सालको संविधान बनाउने बेलामा अनवरत उहाँको यो एउटा चाहिँ एउटा यात्रा चलिरहेको छ र कानुन निर्माणमा जब जब आवश्यक परेको हुन्छ र जुन महत्त्वपूर्ण विषय, कानुन त धेरै बन्छ तर जुन महत्त्वपूर्ण विषयमा उहाँलाई लाग्छ, उहाँले आफ्नो समूहलाई, नेपाल कानुन समाजलाई, कानुन समाजका सबै साथीहरूलाई, जस्तो उहाँले अघि भन्नुभयो म पनि आबद्ध रहेकै हो। सर्वोच्च अदालतको न्यायाधीश हुनुभन्दा पहिलेसम्म पनि म प्रत्यक्ष रूपमा आबद्ध थिएँ, त्यसपछि आजसम्म पनि म अप्रत्यक्ष रूपमा भए पनि त्यसका हरेक कार्यमा सहकार्य गर्दै आएको पनि छु। र यो अहिले कानुन निर्माणको जुन उहाँले जिम्मेवारी उठाउनु भएको छ, यति महत्त्वपूर्ण जिम्मेवारी हो कि यहाँहरू ढुक्कसँग बस्नुभयो हुन्छ कि यो कानुन निर्माणको प्रक्रियालाई सरकारबाट म अब चुनाव सिद्धिएपछि म केही दिनमा बाहिरिए पनि म यहाँहरूको साथमा नै रहन्छु। मेरो सम्पर्क स्रोत भनेको कृष्णमानजी हुनुहुन्छ। कुष्ठरोगको बारेमा हाम्रो समाजमा हुने गरेको नकारात्मक टिप्पणीलाई अन्त्य गर्न मैले अघि सुरुमै भने शिक्षाको माध्यमबाट र सचेतनाको माध्यमबाट हामीहरूले काम गर्नुपर्नेछ र त्यसको निमित्त यहाँहरूको यो संस्थाको, यस प्रकृतिका सबै संस्थाहरू र यहाँ सबै जति जो उपस्थित हुनुहुन्छ सबैको विशेष भूमिका रहेको अवस्था म यहाँहरूलाई पुनः स्मरण गराउन चाहन्छु। कुष्ठरोगबाट आफै प्रभावित भएर पनि पुनः स्वस्थ जीवनमा पुनरावलोकन गर्नुभएका व्यक्तिहरूको पहल र सहभागिता समेत रहेको यो एसोसिएसन फर आइडिया नेपालले यस कार्यक्रमको आयोजना गरेकोमा म आफै उत्प्रेरित पनि भएको छु र आगामी दिनहरूमा समेत यस्तै प्रकृतिको जनचेतना विकास गर्ने कार्यक्रमहरूमा निरन्तरता हुने कामना सहित म शुभकामना पनि व्यक्त गर्न चाहन्छु।